नेपाल नआइज केटा, नेपाल नआइज। तेरो दाइले यहाँ खोडा लिएर बस्दैछ। नेपाल नआइज। नेपाल आइस भने तेरो दाइले सुट्टा तान्दै तेरो मुखमा ठोस्छ। ठोस्यो भने के हुन्छ? जल्छ। जल्यो भने के हुन्छ? तेरो फेस बिगड्छ। त्यसैले सुट्टा तान्दै नेपाल नआइज। नेपाल नआइज कान्छा। तेरो त फेरि नेपाल आइस भने तेरो दाइको यहाँ कानमा सुन्यो भने मैले तेरो के हुन्छ अनि त थाहा पाइहाल्ला शेर कान्छा। तेरो दाइको अगाडिको भिडियो नि हेर, कस्तो के मान्छे हो, कहाँदेखि आएको हो, कतिजना केटाहरू छ भनेर हेर। कमेन्ट बक्समा, मेरो प्रोफाइलमा, फेसबुक मेसेन्जरमा गोरे नाम भनेर सर्च हानेर हेर, अनि बल्ल थाहा पाउँछस् त मुजी जाँटाले तेरो दाइ को हो भनेर। नआइज नेपाल, नेपाल नआइज। ल, तेरो लागि आज यति नै हो। म अहिले जान्छु। त आइस भने तेरो निधारमा बन्दुक हान्न नि बेर छैन फेरि। यति कुरा याद राख।